नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजदेखि चाहिँ मेरो रुटिन सेम नै हुन्छ। बिहान उठ्यो, बाबुलाई स्कुल पुर्यायो, अनि घर फर्क्यो, अनि आफ्नो लागि खानाहरू बनायो। मेरो अर्को सानो नानी पनि छ, उसलाई पनि हेर्नुपर्छ। अब म चाहिँ कफी खान्छु। कफी त म सधैँ खाँदिनँ, बेला बेला मात्रै खान्छु, मलाई खासै मन पर्दैन। अनि म चाहिँ कफी बनाउँदै थिएँ, यता मेरो बाबु पनि उठेछ। अब उसलाई म खाजाहरू बनाइदिन्छु, अनि उसलाई खाजा खुवाइसकेपछि चाहिँ म आफ्नो लागि खानाहरू बनाउँछु। मेरो सानो बाबुलाई चाहिँ प्यानकेक साह्रै मनपर्छ। प्यानकेक चाहिँ म एप्पल, ओट्स, अनि एग अनि चिनामम अलिकति मिसाएर बनाइदिने गरेको छु। उसलाई त्यसरी बनाएर दिएको असाध्यै नै मनपर्छ। आज खासै त्यस्तो धेरै पकाउनु पर्ने कुरा त केही पनि छैन मेरो, र पनि मेरो रुटिन सेयर गर्नुपर्यो तपाईँहरूसँग भनेर मैले आज ब्लग सुरुवात गरेँ। अनि मेरो प्यानकेक पनि पाकिसक्यो, अनि मेरो बाबुले चाहिँ प्यानकेक साह्रै मजाले खाँदैछ होइन। उसको लागि मैले पानी पनि दिएँ। उसलाई आफै खानु मनपर्छ, मैले खुवाएको मन पर्दैन, त्यसैले म चाहिँ उसलाई नै आफै खाना दिन्छु। अब म चाहिँ यहाँ ल्याम्प काट्छु मसिनो पिसमा। यहाँ चाहिँ भेडाको मासु साह्रै महँगो छ हौ, खसीको बराबर छ। 1 पाउन्ड आधा पनि छैन, लगभग $15 पर्यो। अब यसलाई चाहिँ म मसिनो काट्छु, अनि यसमा त्यही हो साह्रै बोसो निस्किन्छ बढी खाऱ्यो भने चाहिँ। अनि म चाहिँ त्यति धेरै खार्दिनँ, अलि अगाडि नै टमाटर लाएर पकाउनु पर्यो भनेर सोच्दैछु आज, किनकि यसबाट साह्रै बोसो निस्किन्छ नि त। बोसो निस्किएपछि खान सकिँदैन, अलिक इलिक इलिक भए जस्तो हुन्छ। यसलाई चाहिँ म मजाले पखाल्छु, अनि त्यसपछि चाहिँ म प्याज, टमाटर, लसुन, अदुवा, त्यही त हो होइन, हामी नेपालीले हालेर खाने भनेकै त्यसरी नै हो। अनि म चाहिँ अलिकति डिफ्रेन्ट वेमा पकाउनु पर्यो भनेर सोच्दैछु आज। पहिला म टमाटर लाएर टमाटर पकाउनु पर्यो, त्यसपछि मात्रै भेडाको मासु लाएर पकाउनु पर्यो। त्यसरी ट्राई गरी हेर्नु पर्यो कस्तो हुने रहेछ आज। अनि मैले चाहिँ प्याज पनि स्लाइसमा काटेँ, टमाटर मसिनो पिसमा काटेँ। म चाहिँ यसरी नै पकाउँछु। पकाउँदाखेरि चाहिँ टमाटर चाहिँ अलिक धेरै नै हाल्छु सब्जीमा, मेरो चाहिँ बानी भएछ टमाटर धेरै हाल्ने। मलाई चाहिँ त्यसरी नै पकाएको मनपर्छ नि त, कतिलाई त टमाटर हालेको मन पर्दैन रहेछ सब्जीमा। अब हाम्रो चाहिँ बानी भयो, दुवैजना हस्बेन्ड वाइफ नै त्यसरी नै खाने गरेको छौँ नि त। मेरो सानो बाबु चाहिँ उता मजाले खेलिरहेको छ, अनि ऊ खेलेको बेलामा चाहिँ मैले सबै काम भ्याउनु पर्ने हुन्छ नि त। नानीको आमा भएपछि त्यस्तै हो, फेरि विदेश जस्तो ठाउँमा हेरिदिने मान्छे पनि कोही छैन मेरो चाहिँ। त्यही मेरो श्रीमान अब एकछिनमा उठ्नुहुन्छ, अनि उहाँले हेरेपछि चाहिँ म खाना सब्जी पकाउँछु, तर प्रिपेयर चाहिँ गरिराख्नु पर्यो अगाडि भनेर चाहिँ मैले प्याज, अदुवा, लसुनहरू रेडी बनाउँदैछु। अनि बाहिर चाहिँ एकदमै चिसो छ आज यहाँ मेचीगनमा चाहिँ। अस्तिको दिन हिउँ परेको थियो, अनि आज चाहिँ साह्रै चिसो छ। अनि यो चिसो मौसममा चाहिँ मेरो हस्बेन्डलाई चाहिँ झोल खानु मन पऱ्यो अरे। अनि म चाहिँ के को झोल बनाऊँ भन्दाखेरि चाहिँ मैले हिजो ल्याम्पको मासु लिएर आएको थिएँ, अनि त्यही भएर त्यही पकाउन आँटेको। म चाहिँ खासै अदुवा लसुन मेसिनमा चाहिँ पिन्दिनँ, ओखलीमै कुट्ने गरेको छु, तर आज चाहिँ अलिक समय छैन, अनि त्यही भएर मैले चाहिँ ओखलीमा नकुटेर चाहिँ मेसिनमा ग्राइन्ड गरेँ। अनि म चाहिँ यो आलु, काँक्रा, अनि प्याज, अनि डल्ले खोर्सानी लाएर चाहिँ अचार बनाउँदैछु। आलु चाहिँ मैले अघि नै माइक्रोवेभमा उसिने, साह्रै सजिलो हुन्छ माइक्रोवेभमा चाहिँ, 3 मिनट लगायो भने पाकिहाल्छ। अनि यो अचार पनि मैले चाहिँ युट्युब च्यानलमा देखेको थिएँ यसको रेसिपी, अनि ट्राई गर्नु पर्यो यो वेले भनेर चाहिँ आज म बनाउँदैछु। सधैँ पनि म बनाउँथेँ, तर अलिकति डिफ्रेन्ट वेमा बनाउँथेँ। म चाहिँ मटरहरू लाएर त्यस्तो बनाउँथेँ नि, आज चाहिँ मटरहरू मसँग थिएन, अनि त्यही जे छ त्यति लाएर बनाउँदैछु। प्याजलाई मैले चाहिँ स्लाइसमा काटेँ, तपाईँहरूले चाहिँ मसिनो पिसमा पनि काट्न सक्नुहुन्छ। मलाई चाहिँ के भएर यसरी अलिक ठुल्ठुलै प्याज भएको मनपर्छ, त्यही भएर म चाहिँ यसरी काट्दैछु। अब अचार बनाउने तरिका त्यही हो, तोरीको तेल खारेर अनि त्यसमा अलिकति हल्दी लाएर म चाहिँ झानिदिन्छु यसलाई, अनि त्यसपछि रेडी भइहाल्छ। अनि मेरो बानी चाहिँ के छ भने, जुनै पनि अचारमा मलाई चाहिँ के भएर तिलको धुलो हालेर खाएको साह्रै मनपर्छ, अनि अजिना खाने बानी छ। खासै अजिना खाएको चाहिँ राम्रो होइन भन्छन्, तर पनि बानी भएछ, त्यही भएर अजिना नलाए चाहिँ चित्तै बुझ्दैन अचारमा।
हामी दुवैजना हस्बेन्ड वाइफलाई नै काँक्रा चाहिँ मैले यसरी सानो पिसमा काटेँ। अनि खुर्सानीलाई पनि मैले पिनिनँ, यसलाई म जस्ट मसिनो पिसमा काट्छु मात्र। यसरी हाल्नु पर्यो भनेर सोचेँ मैले चाहिँ, अब यसरी नै लगाइहाल्छु, काटी गएँ। यसरी काम गर्दा गर्दै 11 बजिसकेछ हो। बिहान उठेदेखिको मेरो काम, बिहान उठेदेखिको नानी स्कुल पुऱ्याएर आएदेखि मेरो किचनमै दिन बित्छ। 12-1 नै बज्छ किचनमा। यसरी नै दिन बित्दो रहेछ क्या। नानी अब सानो भएपछि चाहिँ अब भनेको जस्तो कुराहरू टाइममा गर्न पाइँदैन नि त। नानी हेर्दै यता काम गर्नुपर्ने हुन्छ नि त। अनि तिल चाहिँ मैले भुटेर जहिले राख्ने गरेको छु। अनि त्यसलाई यसरी धुलो बनाउँछु नि, यही धुलोलाई म त्यहाँ माथिबाट हालेर अचार बनाउँछु। अचार पनि अब मैले बनाइसकिगएँ। अब म चाहिँ सब्जी पकाउने तयारी गर्छु होइन। मेरो श्रीमान उठिसक्नु भयो, उहाँले नानी हेर्दै हुनुहुन्छ। अब म चाहिँ सब्जी पकाइहाल्छु। अनि यो फेरि मेरो यता दाल झार्नुपर्ने थियो, बिर्सेछु पो मैले त दाल झार्नु। पहिला दाल झानेर चाहिँ अनि सब्जी पकाउनु पर्यो। अनि यो चाहिँ यो सानो यो मेरो प्यान चाहिँ मलाई मेरो साथीले दिनुभएको थियो। अनि मलाई धेरै मन परेको थियो नि, उहाँको घरमा 2टा रहेछ, उहाँले मलाई एउटा दिनुभएको थियो। साह्रै सजिलो हुँदो रहेछ क्या यो सानो सानो कुराहरू खार्न। अनि म चाहिँ यही युज गर्ने गरेको छु। ठुलो भाँडा चलाउनु परेन नि त। यति भएपछि अब यति भएपछि मेरो अचार पनि रेडी भयो। सब्जीमा नि पिरो लाएर पकाउनु चाहिँ मनपर्छ मलाई, तर अब नानीले पनि खान्छ नि त। नानीले पिरो खाँदैन, मेरो 2टा बाबुले पिरो खाँदैन। त्यही भएर अचार चाहिँ अनिवार्य बनाउनै पर्ने हुन्छ पिरोको लागि। अनि म त खासै त्यति साह्रो पिरो खाँदिनँ, तर मेरो हस्बेन्डले चाहिँ धेरै नै पिरो खानुहुन्छ। उहाँलाई चाहिँ मनपर्छ पिरै सब्जीहरू। अनि पिरो सब्जीहरू पनि म बनाउनु चाहिँ गरेको छु, तर अब अहिले चाहिँ बनाउँदिनँ नानीले गरेर। अनि मैले चाहिँ यहाँ प्याजहरू हालेको चाहिँ भिडियो बनाउनै बिर्सेछु होइन। मेरो यता नानीले झगडा गर्यो कि के भएर, अनि म चाहिँ त्यता फकाउनु पर्यो भनेर गएको त मेरो प्याज पनि झन्डै डढी नै सकेछ आधा नि। तर नि केही छैन, मैले चाहिँ प्याज, बारा मसला अनि बेपत्ता लाएर चाहिँ पकाएँ। अनि टमाटर अगाडि नै लाएर भुटेँ। अनि त्यसपछि मात्रै मैले यो भेडाको मासु लाउँदैछु। अलिक बोसो कम्ती आउँछ अरे यसरी पकायो भने भनेर चाहिँ मलाई मम्मीले भन्नुभएको थियो। अनि आज चाहिँ त्यही भएर म चाहिँ मम्मीकै प्रकारले सब्जी बनाउँदैछु। अनि यो चाहिँ मेरो लसुन अदुवा पनि हालेँ। अनि मैले यसरी ट्राई गरेको, अनि आज कस्तो हुन्छ भनेर मिठै भयो। अब भोइस ओभर गर्दा त मैले अगाडि नै खाइसकेको हुन्छु नि त सब्जी, त्यही भएर थाहा भयो यसरी बनाउनु पर्ने रहेछ क्या। बोसो ननिस्किँदो रहेछ यसरी पकाउँदाखेरि चाहिँ। मैले पकाएँ होइन। अनि बढी खार्नु पनि हुँदैन भन्नुभएको थियो मम्मीले। अनि पानी छ्याप्पै सुक्ने गरेर चाहिँ नपकाउनु। अनि अलिअलि सुकेपछि अब अलिअलि पानी रहँदाखेरि नै पानी थपिहाल्नु, अनि झोलको लागि। अनि पकाउनु, त्यसरी पकायो भने बोसो निस्किँदैन मम्मीले भन्नुभएको थियो। अनि मैले त्यही प्रकारले पकाएँ। अगाडि पनि पानी हालेँ, अनि 15 मिनट जस्तो लो टु मिडियम हिटमा मैले पकाएँ। अनि त्यो पानी सुक्न लाग्यो भने चाहिँ फेरि अर्को पानी थपेर चाहिँ त्यसलाई फेरि 15 मिनट जस्तो उमालिदिएँ। त्यसपछि चाहिँ मेरो सब्जी रेडी भयो। अनि अब म चाहिँ खाना खान्छु। खाना खाने बेलामा त अघि नै 11:30 झन्डै 12 बज्न लागिसकेछ होइन। नि फेरि भात चाहिँ चलाएर मात्र खानु अरे नि त भनेर चाहिँ मलाई जहिले पनि मम्मीले भन्नुहुन्थ्यो। अनि किन होला भनेको जस्तो लाग्थ्यो। अनि आज चाहिँ अब आज भन्दा पनि अब अहिले चाहिँ थाहा भयो त्यसरी खानु हुँदैन, नचलाइकन खायो भने चाहिँ त्यो मरेको मान्छेलाई पनि त्यसरी दिने गरेको छ भनेर भन्नु हुँदो रहेछ नि त ठुलो मान्छेहरूले चाहिँ। आज थाहा भयो भन्दा नि अगाडि नै थाहा भएको। अनि अहिले चाहिँ मेरो पनि बानी भएछ, नचलाइ चाहिँ म खाँदिनँ, प्रायः भातहरू चलाउँछु नै। अनि अचार मैले अलिकति लाएँ। अनि त्यहाँदेखि सब्जी पस्किन्छु। अब यो माम खाइसकेपछि भनेको चाहिँ धन्दा अब त्यही त हो होइन। पकाउनु कति सजिलो भने जस्तै धन्दा गर्नु पनि उति नै सजिलो भए त हुन्थ्यो नि, के गर्नु त त्यस्तो हुँदैन। धन्दा गर्नु त झन् समय लाग्छ। धन्दा गरे पछाडि मात्र पनि भएन, किचनहरू पनि सफा गर्नुपर्ने हुन्छ, पकाएको हुन्छ, तेल उजिटेर किचनमा लागेको हुन्छ सबै। त्यो सबै काम त गर्नै पर्यो होइन। एक्लै भएपछि त कसैको अब आश गरौँ न भने पनि छैन, कोही आफै गर्नुपर्छ। त्यही भएर म चाहिँ अब फटाफट माम खाइसकेर त्यही सनाकसिनिक पारिहाल्छु। यति नै हो भन्दा नि मैले अघि नै आधा त गरिसकेको थिएँ, नभए त यहाँ कहाँ यति मात्रै हुन्थ्यो धन्ना, धेरै नै थुप्रिन्थ्यो नि। तर मैले चाहिँ अब अगाडि नै गरेको थिएँ नि त आधा चाहिँ। अब सबै कुरा भिडियोमा देखाउन पनि अब
साह्रै लङ भइहाल्छ भिडियो, त्यही भएर मैले चाहिँ देखाइनँ। अनि धन्दाहरू गरेँ, अनि धन्दा गरिसके पछाडि मैले मेरो भुइँहरू पनि सबै पुछिसकेँ। अनि मेरो किचन काउन्टरहरू पनि सबै पुस्नुपर्छ, नभए त तेल छ्याप छ्याप भइहाल्छ। यहाँको चाहिँ त्यस्तै हो। अब आजको भिडियो चाहिँ यति नै होला। मैले आशा गर्छु तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भनेर। अनि अब आउने भिडियोमा पनि म धेरै अझै राम्रो भिडियो बनाउने प्रयास गर्छु। अनि अहिलेसम्म चाहिँ मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि तपाईँको दिन पनि शुभ रहोस्। अब चाहिँ फेरि यो धन्दाहरू गरिसकेपछि चाहिँ फेरि मेरो नानीलाई चाहिँ खाना खुवाउने बेला भइहाल्छ। अघि बिहान खाजा मात्रै देख्थेँ, प्यानकेक। उसलाई चाहिँ खानामा 12 बजीदेखि लिएर 1 बजीसम्म दिने गरेको छु नि त। अब धन्दा गरिसकेपछि उसलाई खाना दिइसकिहाल्नुपर्छ होइन। दिएपछि अनि फेरि अलिकति धन्दा हुन्छ उसलाई दिएको, अनि त्यही धन्दा गर्छु। खासै अर्को पकाउनु पर्दैन, मैले जे पकाएको छु म उसलाई त्यही नै दिने गरेको छु। उसले मजाले खान्छ त्यही नै खाना, त्यही चाहिँ मेरो लागि ढुक्क हुन्छ। अनि फेरि यति सबै काम गरिसकेपछि मेरो ठुलो बाउलाई ल्याउने बेला भइहाल्छ। फेरि हामीले चाहिँ खाना सब्जीहरू घरमा पकाएपछि चाहिँ घर साह्रै गनाउँछ नि त सब्जी। अनि त्यही भएर मैले चाहिँ क्यान्डल बाल्ने गरेको छु जहिले पनि। अब यो जाडो महिनामा खिड्कीहरू उघार्न पनि मिल्दैन, अनि गन्ध बाहिर जाँदैन। नगएपछि चाहिँ घर गनाउँछ क्या। अनि त्यही भएर म चाहिँ क्यान्डल बाल्छु। अनि यसो स्प्रे पनि, रुम फ्रेसनर पनि म त्यो छर्किने पनि गरेको छु। अनि त्यसले गर्दा चाहिँ अलिकति पनि गन्ध कम चाहिँ हुन्छ। अनि मलाई चाहिँ कहिले गर्मी आउँछ जस्तो लाग्छ, त्यही भएर यसो खिड्की उघार्दाखेरि गन्ध जान्छ नि त। ल, तपाईँहरूलाई धन्यवाद मेरो भिडियो हेरेकोमा। बाई बाई।